भएको अहिलेको मोबाइलको जमानामा मोबाइलको टर्च लाइट बालेर खोजे पनि त हुन्छ नि त्यो पुरानो टर्च लाइट किन सुन्नु न दादा हाम्रो घर पहिरोको जोखिममा छ हैन अनि अब जति बेला पनि पहिरोले घर लान सक्छ त्यही भएर अब घरमा आवश्यक पर्ने सर सामानहरू चाहिँ यो झटपट झोलामा हालेर राख्न पाए चाहिँ हामीलाई कुनै दिन आपत पर्दाखेरि सजिलो हुन्छ नि त फुट्ट बाहिर निस्केर हिँड्नको लागि हैन के सामान हाल्नु भयो झोलामा झटपट झोला बन्नुहुन्छ होइन दादा हेर न अब बर्खाको मौसम सुरु हुन लाग्यो त्यसले गर्दाखेरि हाम्रो घर पनि पहिरोको जोखिममा छ जति बेला जस्तो सुकै विपत्ति पनि आइपर्न सक्छ त्यसले गर्दाखेरि हामीलाई आवश्यक पर्ने नागरिकता ध्वनि पूर्जा चेकदेखि लिएर औषधि सेनिटरी प्याडहरू सम्पूर्ण एउटै झोलामा हालेर चाहिँ यसो घरमा झुन्ड्याएर भेट्ने ठाउँमा राख्न पाए चाहिँ आपत परेको बेला खुट्ट झोला बोकेर हिँड्न सकिन्छ नि त हैन सबै सामान हाले भन्नुहुन्छ यो राजधानी र बेतरता त छुटाउनु भएछ त ला हो र खैले यो पनि इम्पोर्टेन्ट कुरा यो पनि हाल्नुपर्छ अब यो छुटो भन्दा फेरि गाह्रो हुन्छ नि ए अहिलेको झोला यहाँ पो राख्नु भएको हो नि दादा अब आपत परेको बेला भेटिने ठाउँमा त राख्नु पर्यो नि त झटपट झोला किनभने यहाँ त हामीलाई हाम्रो आवश्यकता अनुसारका कागजातहरू सम्पूर्ण राखेको छ नि त त्यसले गर्दाखेरि तिमीले पनि ल सबैजना आफ्नो आफन्तहरूलाई माइततिर सबैजनाले लु भनिहाल त फोन गरेर लु छिटो छिटो हो उहाँहरूले जस्तै तपाईहरूले पनि आफ्नो घरमा यस्तै झटपट झोला बनाई अवश्य राख्नुहोस् है मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले